Hi. Yeah, this is my set right. This line, and this I'm making the video. Just complete a video, and like this is the fucking video that I need good views. Why? Let me tell you the reason. Because for this is my script, right? And यो सर्ट्स भिडियो आई थिङ्क 190 सेकेन्ड टु 100 सेकेन्ड भन्दा माथिको जाँदैन यो भिडियो रेकर्ड गर्नको लागि it took me 1 and 30 minutes 1 hour 30 minutes. I am not joking, literally it's the fucking shit because my throat, like like cough, cold, sardi, everything, because I can't speak, like you can like see from there. So fuck procrastination. Nothing happens, bro. Your mindset you need a great fucking mindset, because this is right now, like म बिहानदेखि I just work up, I just म के पनि गरेँ भन्दाखेरि let me show you something. स्प्रेडसिट मैले हिजो नोट बनाएको थिएँ स्प्रेडसिटमा. सो म प्रुफ देखाउँछु, राइट? let me show you some proof, right? So wait a sec. I can't give you the exact, जस्तै यो हेर्न सक्छौ तिमीहरू, लाइक हाउ क्यान आई सो यु, राइट? दिस आई डोन्ट नो, म स्क्रिनसट एट्याच गरिदिन्छु इफ पोसिबल. यता म के लेखेको छु भन्छु है त. अगस्त 22, नट इन मुड, लाइक कन्टेन्ट क्रिएट त्यो रेकर्ड गर्नको लागि म मुडमै थिएन. एन्ड 23 अगस्तमा एकदमै झ्याउ लागेको छ, नट रेडी टु रेकर्ड भिडियो, फोर्सिङ माइ सेल्फ टु राइट कन्टेन्ट. म बिहान उठेदेखि कन्टेन्ट लेख्दै थिएँ. मैले दुइटा स्क्रिप्ट लेखेँ, तर आई वाज सो टायर्ड, लाइक क्रेजी भएको थियो. म आई जस्ट ड्रिङ्क कफी, चिया, अलि नास्ता, देन लाइक वर्किङ जस्ट रेकर्ड भए. नाउ आई हेभ टु इडिट. इट टुक मी लाइक त्यो अब कट मर्ज गर्न टाइम लाग्छ. So fuck procrastination. You procrastination, this when you are obsessed, you don't need anything, bro. You don't need anything, right? Be like him, man. Be like him. Be like him, man. So this is the message. It's very short message, I think so. So force yourself. You don't get energy, like एकदमै त्यो I can't do भन्ने हुन्छ. You have to force yourself. You have to force yourself. कसैलाई पनि मन लाग्दैन. You have to work by, मैले एसेन्सियलिजम बुकमा पढेको थिएँ, 24/7/365 डेज हुनु पऱ्यो क्या. तिम्रो यति मेहनत लाग्नु पऱ्यो, लाइक कुनै पनि हालमा छोड्नु भएन. आज मैले भिडियो रेकर्ड नगरेको भए लिसन, म यस्तो आई एम फोर्सिङ माइ सेल्फ टु स्पिक राइट नाउ. लिटरली म बिहानदेखि बोलिरहेको थिएन. यु कान्ट थिङ्क मेरो आज यस्तरी बोलिरहेको छु, भोलि बोल्न सक्छु कि सक्दैन, आई नो. म दुइटा भिडियो रेकर्ड गर्छु सोचेको थिएँ, बट इट्स पेनिङ, टु मच पेनिङ. आई जस्ट एउटा दबाई खाएर म बसेछु. कम्प्लिट एउटा खाएँ, त्यसपछि मैले रेकर्ड गर्न थालेँ. केही पनि काम त लागेन, तर म डिकोल्ड हो चाहेको थिएँ, खै जे पनि खाइदिएको मैले. आई निड टु रेकर्ड भिडियो. आई डोन्ट थिङ्क, किनकि मैले आज रेकर्ड गरेँ भने 1 महिनादेखि म कन्सिस्टेन्ट भएर, अगस्त 1देखि म कन्सिस्टेन्ट भएर भिडियो अपलोड गर्दैछु. सो यदि मैले आज रेकर्ड गर्थेन भने भोलिको मेरो भिडियो छुट्यो. सो आई डोन्ट वान्ट टु ब्रेक द्याट कन्सिस्टेन्सी. या अनि कहिलेकाहीँ छुट्छ भने छुटेर मात्तिने पनि होइन कि, लाइक अझ कन्टिन्यू गर्थेँ, तर म ब्रेक पनि गर्दिनँ. लाइक नेभर नेभर आई विल ट्राई टु. म 99.99% आफूलाई रेजिस्टेन्सले छुनै दिँदैन. म रेजिस्ट नै हुँदैन क्या. लाइक म गर्छु, जसरी भए पनि गर्छु. मलाई थाहा छैन म के बोल्दैछु, बिकज इट्स अ काइन्ड अफ अचिभमेन्ट द्याट अचिभ, बिकज इट्स टु हार्ड, ब्रो. लाइक म यस्तरी क्यामेरा राखेर, राइट, ठ्याक्कै यो पोजिसनमा म नन स्टप बोलिरहेको छु अघिदेखि, नन स्टप. इट्स टु हार्ड, लाइक इट्स टु हार्ड, लिटरली इट्स टु हार्ड. लाइक घाडिया लाइक यसलाई त म रियल कसरी बोल्छु, अहिले भइरहेको छैन. दिस इज द नर्मल भोइस, लिटरली भइरहेको छैन क्या. बट आई रेकर्डेड. सो इट्स काइन्ड अफ लाइक आई एम सो ह्याप्पी. आई एम ह्याप्पी फर मी. एन्ड बिकज अहिले रेकर्ड नगरेको भए, लाइक आई जस्ट थोरै ब्ल्याक, त्यो पानी प्लस हनी, त्यो हट वाटर प्लस हनी. आई वाज नट रेडी फर दिस, लिटरली. अस्ति स्विमिङ गर्थेँ म, नन स्टप स्विमिङ एन्ड आइसक्रिम यताउता. यो कोक सोक खाएदेखि नन स्टप काँटे बिग्रेछ मेरो. सो आई प्लान, प्रिपेयर्ड हुनुपर्छ गाइज, प्रिपेयर्ड हुनुपर्छ. इट्स टु हार्ड. इट्स यो भिडियो बनाउनु पनि टु हार्ड, लिटरली हार्ड.
Can you imagine यार, 1 घन्टा 30 सेकेन्ड, वाट 30 सेकेन्ड है, 30 मिनट, 1.5 घन्टा नन स्टप आइम स्पिकिङ. अझ मेरो गाडी खत्तम भइसक्यो. So this is the video. This is the video. I do it. I did it. I'm so happy. I'm so happy. Right? I'm so literally so happy. म एक्सपेक्ट नै गर्दै थिएन. लाइक म बिहान उठेँ अनि म एकदमै टायर्ड थिएँ. भोलि कसरी हुन्छ होला सोचिरहेको थिएँ म होइन. त्यो पोस्टरहरू हाल्छु होला सोचिरहेको थिएँ, तर के हाल्ने भन्ने थाहा थिएन होइन. म फोटोज मात्रै हाल्छु सोचिरहेको थिएँ, तर आई रेकेट अब एडिट गर्नु पऱ्यो, त्यसपछि अपलोड गर्छु भोलि. स्टे ट्युन गाइज, स्टे ट्युन. लाइक we'll achieve everything, right? So this is the video, just information that, because this channel is intended to upload anything like my achievements. Someone texts me, someone finds me, I'll definitely post her. Thank you, Chris. Thank you, Chris. Thank you. So this is the video. Bye, guys.